यो हेर्नु साथीहरू, हामी एफडी को समस्या लिएर यहाँ मिस्त्री कहाँ आइसकेछु हैन। अनि तपाईको मिस्त्रीले यो खोलेपछि हैन, मेरो सेन्सरमा तपाईको पानी छिरिहालेको थियो। धुँदा धुँदै धेरै दिनसम्म त्यो थियो हैन। अनि त्यो खोलेर अनि मिस्त्री साफ गर्दैछ हैन। साफ गरेपछि तपाईको पहिला यो मोटरको बिचको पार्ट्स खोलेर पेट्रोल लगाएर हैन सफा गरेर गर्दैछ हैन। गरेर उ हेर्नु सबै चम्काइदियो हैन। यो यसै कारणले पानी छिरेको थियो भित्र। जब अनि त्यो पानीले नै सर्ट गर्थ्यो कि यसले C26 देखाउने कहिले नदेखाउने हैन। अनि त्यसरी समस्याले परेशान गरेको थियो मैले। अनि मैले सोरुमबाट यो पनि मगाएँ हैन, सी सेन्सर चेन्ज गर्नुपर्छ भनेर। अनि तपाईको पहिला यो खोलेर हैन, त्यसपछि बल्ल तपाईको त्यो सबै सफा गरेर हैन, त्यो माथिको भागले पनि भित्रको भागले पनि मिस्त्रीले सफा गर्दै हैन। मेरो सोरुम नजिकैमा थियो यो हैन। पहिला म इलेक्ट्रिक साइकल चलाउँदा तपाईको समस्याहरू धेरै फेस गरेको थिएँ हैन। सबै मेरो यही समस्याहरू यो मिस्त्री दाइले नै सल्भ गरेको थियो। र त्यसपछि यो पनि आएर म यसकै भरमा यो पनि लिएको थिएँ कि अब म त विराटनगरबाट लिएको हो, त कुनै समस्या त्यस्तो आयो भने तपाईको दाइले बनाइदिन्छ कि। हुन त दाइले भ्यानहरू पनि बनाउँछ र फ्रेन्डली पनि छ। त्यसैले म दाइ कहाँ गइहालेँ र मेरो सब कुरा यो फिटिङ गरेर अनि त्यसपछि बल्ल सबैलाई धोएर तपाईको त्यो सफा गरेर लगाइदियो। अनि बल्ल मेरो स्कुटर